हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आफ्टर म्यारिज। यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन। अनि उहाँ चाहिँ मेरो हस्बेन्ड, मेरो बुढो। अनि त्यसपछि हामी चाहिँ आज कहाँ जाँदैछौँ भनेपछि माता तीर्थबाट माथि काफलखाना जाँदैछौँ। यो चाहिँ हामी अहिले माता तीर्थ पार्कमा छौँ। एकदम राम्रो पार्क छ यो है। योभन्दा अगाडि चाहिँ मम्मी हामीहरू जाँदाखेरि यही पार्कमा उतातिर बसेर मैले भ्लग पनि बनाएको छु। त्यहाँ बसेर हामीले हल्का खाजा चटपट खाएर गएको थियौँ। अनि हजुरलाई कस्तो लागिरहेको यहाँसम्म पुग्दा? ठाउँहरू एकदम रमाइलो छ। यतातिर पार्कहरू भयो, वन जङ्गल एरिया राम्रो है। हावाहरू पनि एकदम फ्रेस रमाइलो लाग्यो यस पार्क। गाइज अब हामी माता तीर्थ मन्दिरमा गएर भेट्छौँ है त हजुरहरूलाई। अहिले यहाँनिर एकछिन बस्यौँ, पानी पऱ्यो कुदौँ। स्टेसन हो क्यारे। त्यहाँबाट अलि अगाडि हामी चाहिँ चेकपोस्टबाट त्यहाँ ऊ छ क्या, 5 पोखरीको गाडी आउँछ। 5 पोखरीको स्टेसन छ, त्यहाँ म गाडीमा आयौँ, त्यहाँबाट हिँड्दै आयौँ। अनि यो चाहिँ योभन्दा अगाडि जाँदा चाहिँ यो त्यो देखिरहेको सिनीबाट हामी यो बाटो माथि गएको थियौँ। तर योपालि चाहिँ अर्को अगाडि माता तीर्थ मन्दिरबाट राइट साइडको बाटो जान्छौँ। हामी चाहिँ माता तीर्थ पुग्यौँ गाइज। त्यो चाहिँ माता तीर्थ मन्दिर एरिया भयो। गाइज हामी चाहिँ अब बाहिर निस्क्यौँ माता तीर्थको मन्दिरबाट। अघि पल्लो छेउको साइडबाट हामी भित्र छिरेको थियौँ भनेपछि यो चाहिँ अगाडिको बाटो भयो। अनि यहाँ चाहिँ स्टेडियम टाइपको यहाँ बस्नलाई ठाउँ छ। अनि यो चाहिँ प्लेग्राउन्ड। अनि यतापट्टि धाराहरू छ, मान्छेहरू नुहाइधुवाइ गरिरहन्, बच्चाहरू खेलिरहन्। अब हामी जाने भनेको चाहिँ त्यो बाटो माथि हो क्या। यो माता तीर्थको मन्दिर भयो, त्यसको लेफ्ट साइड पऱ्यो। यो लेफ्ट साइडबाट माथि। पहिला चाहिँ हामी जाँदा राइट साइडबाट माथि सिँढी माथि पनि गएको थियौँ। त्यस काफलखाना जाँदैछौँ, छ कि छैन भन्ने कुरा त्यहाँ गएर थाहा हुन्छ। अनि हामी चाहिँ अहिले यहाँ माता तीर्थ मन्दिरमा पुग्यौँ। मम्मीहरू चाहिँ आउँदै हुनुहुन्छ। मम्मीहरू त्यहाँ आश्रममा आज लरानको बर्थडे भएर अनि त्यहाँ 2 बोरा चामल दिन जानुभएको क्या, भाउजू फुपूहरू अनि दिदी। ओहो सन्जु आई, नमस्ते गर्दै त्यहीँबाट नमस्ते गर्दै आउँदैछ। आइज केटी है, सन्जु डन आइसक्यो गाइज। हाम्रो सन्जु ठ्याक्क पुगेछौ त तिमी पनि। भ्लग मेरो भ्लगलाई हाई भन अब। भयो जानु हजुर। हामी चाहिँ माता तीर्थ त्यो मन्दिरको यता छेउपट्टि छ। कस्तो राम्रो ठाउँ छ क्या यहाँ। सन्जुलाई पनि देखाउँ नभागौँ आनन्द है। घाम पनि लागेको है, त्यही त। यहाँ पोजहरू अरू पोज कस्तो पोज हुन्छ खै देखाउँ न। नै अरू पनि पोदिनु न माया। किन लजाउनु भएको र? ल पोदिनु ल। खै
यति हो पोज अलि टाढा भ्याएन थोरै टाढा जान्न खुट्टाले भ्याएन मेरो ए हजुरको खुट्टा आएन भन्न खोजेँ कि आम्मा पोज दामी ल क्यामेरामा ए ओके आई सी भयो चिज बाचा Free like the sky, we rise so high. Love will lift us, never fall. Free like the sky, no more goodbye. In the night we hear the call. जर्नी स्टार्ट भयो अब हाम्रो यहाँ स्टार्ट भयो है गाइस सबै हाम्रो टिम भयो ल धन्यवाद जाम हामी चाहिँ गाई यहाँ सपिङ भयो होइन खानेकुराहरू र मैले अब चाहिँ हामी लाग्यौँ यहाँबाट चाहिँ हाम्रो अब उकालो स्टार्ट भयो यहाँनिरबाट माथि चढेर यस्तो जाने हो हामी गाइस जाम चढौँ माथि अब उफ मम्मीहरू त कहाँ पुग्नुभयो हामी चाहिँ यहाँ थकाइ लागिसक्यो यति है भर्खर सुरु हुँदैछ उकालोबाट त्यही पनि थकाइ लागिसक्यो है मान्छेहरूले खाँदै आएको बेला काफलको दानाहरू होला कि हामीले भेट्यौँ हाम्रो मान्छेहरूलाई माथि पुग्नु भइसक्यो हामी चाहिँ पसलबाट सामान लिएर आउँदा ढिलो भयो पानी पऱ्यो अब हामी है सबैजना औलो मल्ल पऱ्यौँ अब यहाँ ककसको छाता खोल्छौँ 3 छाता 4वटा छाता त भइहाल्यो त 4जना 8जना छौँ हामी ए ल दुईजना दुई छाता हुने हो ठिक्क हुने हो ल खोलौँ मायासम्म त ल ए भइगयो त यति भयो त हो बा छाता जोडी बखाव माया ऐसेलु टिममा जानुभयो गाइज एकजना पाएँ त दिनु आउनु यतै त्यहाँनिर छ माया 2टा अझै छ एउटा यता छेउमा ऊ त्यहाँनिर छ ऊ देखिन्छ माया हजुरको आँखा अगाडि छ त्यो यता टुप्पोमा एउटा तल लत्रे एउटा माथि हो मैले देखिरहेको छु हो त्यो अनि यहाँ तल हो अर्को त्यहाँ हो गुड आज मिति 2073 जेठ आशा हामी यहाँ पक्का खाना छौँ गाइज माथि रुख मात्रै है काखलै छैन एक दानो त पाएँ एक दानो पनि नभएको त होइन को खाइले के सुरुवात मैले गरेँ कोदोको सेल कस्तो छ नयाँ बटुक मिठो पकाला खाने भेबर कोदा अब छाता ओढेर खा हो पानी पड्यो पानी जिस्काउनु लाग्छ क्या हामीलाई कोदा माना खा काफल पाइएन गाइज हामी त अब बोक्दै
भोकै त्यत्रो खाएर भोकै कति काफल हात हिसोद गरिदियो भिडियो गर्नु हो हाई गाइस गाइस भन्छ के हुन्छ कसरी मजाले आयो हुने हो खालि हाम्रो साथी कुकु पनि आइरहेको त्यहाँनिर दुईटा छ दुई तिनवटा तल्लो पनि छ माया यहाँनिर पनि छौ हो अब पाइने हो नि के ल सुरुवात भयो काफलको लगाइज पाइन्छ एउटा चाहिँ ठुलो दाना छ माथि आमा माया झार्नु हुन्न नि अमृत अमृत यता पनि छौ ए कति कति पाया अब पाइने हो नि क्या थोडा थोडा पाइ क्या माथि माथि नै हेर त यो रुखमा छन् कि कतै छ है अझै कता हेरालाई यति मुनि छन् जस्तो लाग्यो दिनुमा ए यहीँनिर छ 2 जना ओ त वाह त्यही पनि झऱ्यो झऱ्यो यसैमा प्लास्टिक थाप प्लास्टिक प्लास्टिक लिया दुई प्लास्टिक ल्या भएर काफल पाइएन रे त्यही भएर हो साँच्चै त्यो चाहिँ है ल गाइज सुरुवात भयो हाम्रो काफल टिपाईको अब हामी जम्मा गर्छौँ छैन होला माया हो नि मम्मी पुग्दै हुनुहुन्छ नि नाना हाइटवाला नपुगन्न भनेर मोलु गर्यो भन्ने उडा एहे हाइटवाला हाल्ने हो नि उडा या हात मेरो त उ छ अब गाइज अलिअलि अलिअलि भेटिरहेछौँ अब चाहिँ बल्ल बल्ल खाजा खाइसकेपछि चाहिँ हामीले भेट्यौँ क्या कहाँ माया ल माया छोड्नु यतापट्टिको टिप्नु हजुर छन् मम्मी छ है सद्दीले भनेको छु मम्मी त्यो प्लास्टिक दिए त एक थाप होइन उहाँले झार्नु भएको थियो क्या यो अर्कामा तम्की धेरै फुपू त माथि माथि चढ्नु भइसक्यो मम्मी चाहिँ त्यहाँ कुरेर बस्नु भएको ढुकेर बस्नु भएको यो हल्का खाजा खाएपछि चाहिँ हामीले थोरै थोरै पाउन थालेको छौँ गाइस अब टिपिरहेछौँ धेरै जस्तो खाइसकेको रहेछ नि हामी चाहिँ जेठको पहिलो हप्ता आयौँ वैशाखतिर आउनुपर्ने रहेछ हुने बेला जानियो ना गरम गरम गऱ्यो म बेला रुख घाम लाग्छ कतन गडगड हेर त चल यो नचका छ त नचका ना घाम
अनि त्यसलाई कोल नदिँदै तिमीले गर्नुपर्छ एउटा केवल तिमीलाई एउटा काउन्ट त्यो नि फाइदा यहाँ थकै लाग्यो गाइस फुपू चाहिँ उहाँ टुप्पोमै हुनुहुन्छ हामी चाहिँ तल फुपूले रुख हल्लाउनु भएको थियो हामी चाहिँ थापिरहेको थियौँ तल हातमा चाहिँ परेन हातमा चाहिँ परेन गाइस क्यामराम्यान हाम्रो मोहितको साथमा छौँ हामी झरे झरे झर्दैछ झर्दैछ ल एउटा झरे दुईटा झरे कहाँ झरे झरेर क्या ए सबै भुइँमा झर्यो यहाँ काफल फुपूले टिप्नु भएको काफल रुखको पानी झऱ्यो खै अर्की कहाँ हो हिँड्नु हिँड्नु हजुर ल हो त ए सन्जुलाई जुका लाग्यो सन्जु जुका लाग्यो हो हेर्नु पर्यो हो जुका कतिखेर लाग्यो थाहै भएन थाहै भएन खुन मात्रै आयो रे ए खाएर झरिसक्यो कति छिटो झर्छ अब खाइसकेपछि झर्छ के त्यो यो रुखमा पनि रहेछ त यो भुइँमा झरेको छ तपाईँले भुइँमा त झरे ए रहेछन् रहेछन् टुप्पा टुप्पातिर पातले छेक्या खान् कि पातले छेक्या छ बल्ल बल्ल चस चस भयो ऊ त्यहाँ पनि रहेछ के भने नन्ता लागि नन्द देवी काठमाडौँ हेर्दुला जिन्ची मट ना आफ्नो ख्याल राख्नु न अरे ल गाइस हामी सबैजना काफल खाना गएका थियौँ होइन खाएर आइसक्यौँ होइन टन्न टन्न अगाए सबैजना अब बाई बाई सबैजनालाई बाई